दशैं नजिकिँदै जाँदा बागमती प्रदेशको राजधानी हेटौँडा बजारमा चहल पहल बढ्दै गएको छ। जेन्जी आन्दोलनपछि सुस्ताएको व्यापार व्यवसाय बिस्तारै लयमा फर्कँदै जाँदा गाउँ गाउँका किसानले घरका खसी, बोका, कुखुरा र गेडागुडी लिएर बजार पस्न थालेका छन्। यति मात्रै होइन, सरकारवाला निकायले बजार अनुगमनलाई कडाई गरेसँगै नागरिक सहायता कक्ष र सुपथ मूल्य बजार पनि सञ्चालनमा आएको छ। जेन्जी आन्दोलनपछि सुस्ताएको व्यापार व्यवसाय फेरि लयमा फर्किँदैछ। गाउँ गाउँका किसानले घरका खसी, बोका, कुखुरा, गेडागुडी बजार ल्याउन थालेका छन्। हेटौडामा अहिले दशैंको रौनक देखिन थालेको छ। उपभोक्ताको हितलाई ध्यानमा राख्दै उद्योग तथा वाणिज्य कार्यालय मकवानपुरले बजार अनुगमन जारी राखेको छ। जिल्ला प्रशासन कार्यालय, उपमहानगरपालिका, उद्योग वाणिज्य संघ र उपभोक्ता संरक्षण मञ्चको संयुक्त टोलीले दैनिक उपभोग्य वस्तुको मूल्य, म्याद, उत्पादित मिति र अधिकतम मूल्य अनुगमन गरेको हो। अनुगमनको क्रममा म्याद सकिए अमिलो, कुरकुरे, चिप्स, चिसो पदार्थ र साइट्रिक एसिड जफत गरी नष्ट गरिएको छ। ठाउँमा दर्ता नभएको, दर्ता भएका पनि उद्देश्य विपरीतका एउटा उद्देश्य राखेर दर्ता भएको छ, अर्को व्यवसाय गरेको छ र कतिपय ठाउँमा डेट एक्सपायर सामानहरू राखिएको छ, तर लेखेर यो डेट एक्सपायर सामान हो भनेर नराखिएको र डेट एक्सपायर सामानहरू उत्पादकले समयमै फिर्ता नलानी गरेको यस्तो समस्याहरू देखिएको छ। अनुगमनको क्रममा हेटौडा 5 मा रहेको मा अञ्जली किराना पसलमा अनुगमन टोलीले रहरको दालमा शंकास्पद वस्तु फेला पारेको छ। 25 किलोको बोरा खोलेर हेर्दा कपडामा बेरिएको रासायनिक पदार्थ जस्तो देखिने पोको भेटिएपछि दालको बिक्री तत्काल रोक लगाइएको छ भने हेटौडामै एक पसलमा कोकसँगै मिरिन्डा किन्न बाध्य बनाउनेदेखि कोकमा शंकास्पद पदार्थ मिसिएपछि कोकको डिलरलाई कानुनी दायरामा ल्याउन उपभोक्ता हित संरक्षण मञ्चले आग्रह गरेको छ। यो कोका कोला कम्पनीकोमा कुनै चिज मिक्स हुँदैन हैन। यो एउटा केस, यो 6 वटाको भयो, त्यसमा 9 वटाको एउटा केस आउँछ हैन। 9 वटाको केसमा यहाँ अरू मिक्स गर्दैन, उसले चाहिँ उसको डिलरले यो मिक्स गर्दैन। तर ड्यूको डिलरको बदमासी चाहिँ 9 वटामा एउटा या दुईटा झिक्ने अनि बीचको हालेर पठाउने, यो ढङ्गले लुट गरेको कुरो चाहिँ अलिकति तपाईहरु के अरे चाहिँ अब यो सरलाई पनि भने मैले त्यो डिलरलाई कारबाही प्रक्रियामा ल्याउनु। दशैंलाई लक्षित गर्दै पल्पसा सभागृहमा सुपथ मूल्य बजार सुरु भएको छ। यहाँ तोरीको तेल, चिनी, पिठो लगायत दैनिक उपभोग्य सामग्री होलसेल मूल्यमा पाइने व्यवस्था मिलाइएको छ। तर अन्य पसलमा अपेक्षित ग्राहक नदेखिँदा व्यवसायी चिन्तित बनेका छन्। यो पिठोहरू चाहिँ हाम्रो गहुँ, कोदो, मकै, फापर र जौको पिठोहरू छ। यसमा चाहिँ हामीले अहिले चाहिँ अब पर्सीको यो कति गतेसम्म, यो 11 गतेसम्म चाहिँ हामीले होलसेल रेटमा दिएको यहाँ पनि पाउन सक्नुहुनेछ। बेसारको आधा केजीको हुन्छ, खोर्सानीको आधा केजीको हुन्छ, अनि मसला हुन्छ आधा केजीको, अनि यो मटन मसला, टिमुर मसला, मिट मसला, मरिचको धुलो, चिकन मसला, गरम मसला, कश्मिरी मिर्चदेखि लिएर सबै 2 किलो 100 ग्रामको हुन्छ। यसमा पहिला त राति 12 बजीसम्म पनि सामान हामीले पठाउँथ्यो होइन। गाउँको मान्छे, टाढाको मान्छेहरू आउँथ्यो। अहिले त काहीँको मान्छेहरू आएको छैन किन्न, बजारको स्थिति नै डाउनलोड भइसक्यो। चाडपर्वलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौडाका 3 स्थानमा नागरिक सहायता कक्ष पनि सञ्चालन गरेको छ। यात्रुले सहज यात्रा गर्न सकुन् र अपराधजन्य गतिविधि नहोस् भनेर बागमती प्रदेश सरकारले सुरक्षा व्यवस्था कडा बनाएको जनाएको छ। प्रदेशको सुरक्षा संयन्त्र यहाँको चाहिँ नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, बागमती प्रदेश स्तरीय संयन्त्रलाई चाहिँ यो चाहिँ अब सामान्य नागरिकको दशैंमा भिडभाड हुन्छ, चोरी, डकैती, लुटपाट घटना नघटोस्, यो एउटा चाहिँ जेन्जीको प्रदर्शनमा नि जसरी घुसपेट भए जस्तै यो दशैं चाहिँ जनताले भएर त्रास मुक्त ढङ्गले शान्ति सुरक्षाको महसुस गरेर अगाडि बढुन् भनेर सुरक्षा निकायसँग पनि मेरो अहिले चाहिँ किसिमको कुरा भइरहेछ। दशैंले बजारमा चहल पहलसँगै उपभोक्ता सुरक्षा, सुपथ मूल्य बजार र नागरिक सहायता कक्ष जस्ता कार्यक्रमले व्यापार व्यवसाय अझ व्यवस्थित हुने अपेक्षा गरिएको छ। मकवानपुरबाट जमुना तामाङको रिपोर्ट।